मेरो फुपूको बारेमा भन्नुपर्दा म आफू एउटा बाल्यकालतिर फर्किनुपर्ने हुन्छ। म भरतपुर महानगरपालिका वडा नम्बर 12 पहिलाको चाहिँ भरतपुर नगरपालिका वडा नम्बर 12 मा म बस्थेँ। मेरो बाल्यकाल त्यही नै बितेको हो। म बसेको ठाउँमा मेरो फुपू, माइलो बुवा र अन्य बुवाहरूको घर थियो। म बच्चैदेखि सानैदेखि फुपूसँगै काखापल्टमा हुर्केको हो। मेरो बुवाले फुपूलाई अत्यन्त आदर गर्नुहुन्थ्यो। मेरो बुवा 6 महिनाको हुँदाखेरि उहाँको आमा बित्नु भएको र 8 वर्षको हुँदाखेरि उहाँको बुवा बित्नु भएको रहेछ। र मेरो बुवाको लालन पालन आफ्नो दाजुभाउजू र आफ्नो दिदीको काखापल्टमा भएको रहेछ। उहाँहरूकै माया ममतामा मेरो बुवा हुर्कनु भएको रहेछ। उहाँ 13 वर्षको हुँदाखेरि उहाँ भागेर कलकत्तामा जानुभएको रहेछ र त्यही जागिर खाँदै आफ्नो चाहिँ जिन्दगी अगाडि बढाउँदै गइरहनु भएको रहेछ। र मेरो फुपू र अनि ठुलोबुवा माइलोबुवाहरूको जोडबलले गर्दाखेरि 46 वर्षको उमेरमा उहाँले बिहा गरेर आफू 47 वर्ष हुँदाखेरि चाहिँ मलाई जन्माउनु भएको रहेछ। मेरो बुवा सधैँ कलकत्तामा कामको सिलसिलामा जानुभएको कारणले गर्दाखेरि म चाहिँ बुवा हुनुहुन्थेन घरमा र म अलि सानोमा चाहिँ अलि चकचके स्वभावको, अलि बदमास स्वभावको भएको कारणले गर्दा आमालाई टेर्थिनँ। त्यस्तो अवस्थामा चाहिँ फुपूले मलाई घरमा लिएर गएर मेरो भान्दै दिनेश प्रसाद पन्त हुनुहुन्थ्यो। अनि त्यहाँबाट उहाँको अगाडि राखेर मलाई चाहिँ खानेकुराको प्रलोभन देखेर पढाउने लेखाउने कामहरूमा चाहिँ अप्रेरित गर्नुहुन्थ्यो। र त्यस्तै भइरहेको थियो र केही समयपछि चाहिँ फुपू काठमाडौँ जानुभयो। अनि हामी पनि बिस्तारै चाहिँ हामी भरतपुरबाट चाहिँ हामी शिवनगर गयौँ। अब मान्छेको जीवन सधैँ एकनासको हुँदैन। अब हामी शिवनगर गयौँ। फुपू काठमाडौँ जानुभयो र मले एसएलसी पास गरेँ। एसएलसी पास गरेपछि भरतपुरमा बसेर पढ्नुपर्ने अवस्था आयो र आफ्नो पढाइलाई अगाडि बढाउने क्रममा आर्थिक अभाव भएको कारणले गर्दाखेरि मलाई त्यहाँ बसेर आफ्नो पढाइलाई निरन्तरता दिन गाह्रो भयो। त्यसपछि सानोतिनो काम गर्दै आफ्नो अध्ययनलाई अगाडि बढाउनु पर्ला भन्ने सोचेर म पनि काठमाडौँ गएँ र 2 वर्ष, 1 वर्ष उषा दिदीकोमा, 1 वर्ष चाहिँ किशोर पन्त भन्दैको चाहिँ प्रोजेक्टमा चाहिँ काम गरेर आफ्नो पढाइलाई अगाडि बढाएँ। त्यहाँ हुँदाखेरि पनि म फुपू भएको ठाउँमा गइरहन्थेँ र त्यहाँ फुपूले दिएको खानेकुराहरू खान्थेँ। अनि त्यसपछि मेरो कामको बारेमा मैले फुपूलाई बताउँथेँ। उहाँ बडो चाख मानेर सुन्नुहुन्थ्यो। मैले के काम गर्छ, के गर्छ, कति पैसा कमाउँछ, अनि घरमा कति पठाउँछ भनेर सोध्नुहुन्थ्यो उहाँले। अनि पछि तँलाई पढ्न गाह्रो भएको होला, यताउता तँलाई अब चाहिँ यहाँ चाहिँ अब बिस्तारै त अब राम्रोसँग पढ्नुपर्छ, तँलाई पुग्दैन होला त्यहाँ भएको पैसाले भनेर पैसाहरू पनि दिनुहुन्थ्यो मलाई पढ्नको लागि। अनि त्यसपछि म खुसी हुँदै जान्थेँ उहाँसँग पाएको पैसा लिएर। अनि केही समयपछि फेरि आउँथेँ। अनि मैले दिएको पैसाले के गरिस् तैँले भनेर सोध्नुहुन्थ्यो उहाँले। अनि मैले जेमा खर्च गरेँ त्यही कुराहरू भन्थेँ। अनि त्यसपछि उहाँले एउटा कुरा के कुरामा सचेत गराउनुहुन्थ्यो भने पैसा त्यत्तिकै हुँदैन, त्यसलाई बडो विचारका साथ चाहिँ खर्च गर्नुपर्छ भनेर भन्नुहुन्थ्यो। सचेत गराउनुहुन्थ्यो, फजुल खर्च गर्नु हुँदैन भनेर। अनि यो क्रम चलिरह्यो। म काठमाडौँमा जागिर खाँदाखेरि कहिलेकाहीँ सन्चो भएन भने जान्थेँ। अनि बेला बेलामा घरको याद आयो भने पनि जान्थेँ उहाँसँग। अनि उहाँले मलाई सधैँ एकदम एउटा हजुरआमाले दिनुपर्ने जस्तो एउटा अर्थी उपदेशहरू दिनुहुन्थ्यो। तेरो बुवा बुढो भयो, तैँले ऊ अहिले यस्तो अवस्थामा छ, पहिला राम्रै गरेको हो, अब तँ सबै साना भाइ बहिनीहरू साना छन्, उसलाई चाहिँ तैँले हेर्नुपर्छ, पढाउनुपर्छ भनेर भन्नुहुन्थ्यो। अनि त्यसपछि त्यसरी नै चलिरहेको थियो। अनि 2050 सालमा चाहिँ मैले बिस्तारै मेरो पढाइ पनि सिद्धियो। 50 साल होइन, 52 सालमा पढाइ पनि सिद्धियो। अनि एउटा जापानिज संस्थामा चाहिँ जागिर पाएर म चितवनमा आएँ। त्यसपछि म फुपू कहाँ जाने क्रम भने अलिकति घट्यो। तर पनि जागिरको सिलसिलामा म काठमाडौँ जाँदाखेरि म फुपू कहाँ नै बस्थेँ। बस्दाखेरि उहाँ चितवनमा आफ्नो सम्बन्धित आफ्ना चाहिँ पहिलाका छिमेकीहरू अनि त्यसपछि अरू नातागोताहरूको बारेमा धेरै नै चासो राखेर सोध्नुहुन्थ्यो उहाँले। अनि जाने बेलामा चाहिँ उहाँले फेरि अब त्यही क्रम चाहिँ दोहोऱ्याउनुहुन्थ्यो। यो मेरो भाइलाई लर पैसा दिए भनेर भन्नुहुन्थ्यो। मलाई चाहिँ बडो अप्ठ्यारो लाग्थ्यो। अनि त्यही कुरा मैले बुवालाई भन्दाखेरि बुवाले के भन्नुहुन्थ्यो भने
अब छोडिदिएँ। अब उहाँ चाहिँ अब मेरो आमा सरह नै हो। पहिला अब कुनै बेलामा जागिर खाँदा अलिअलि उहाँलाई अप्ठ्यारो पर्दाखेरि मैले पनि दिएँ भने अब अहिले फुपूलाई मेरो फुपू उहाँको दिदी अहिले उहाँलाई चाहिँ सजिलै छ, उहाँले लिनुभएको छ, त चिन्ता नगर भनेर भन्नुहुन्थ्यो। अब अहिले मैले विगतलाई सम्झेर हेर्दाखेरि चाहिँ मलाई के लाग्छ भने मेरो बुवा मेरो फुपूले औपचारिक रूपमा कुनै शिक्षा लिनुभएको थिएन, तर उहाँहरूको अन्डरस्ट्यान्डिङ हेर्दाखेरि चाहिँ उहाँहरूको एक आपसमा चाहिँ उहाँहरूको चाहिँ लगाव हेर्दाखेरि चाहिँ उहाँहरू कति व्यवहारिक हुनुहुँदछ भन्ने जस्तो लाग्छ। पछि अझ उहाँहरू दुईजनालाई मैले सम्झिनुपर्ने कुरा के छ भने जब तिहार आउँथ्यो त्यसपछि बुवा चितवनमा हुनुहुन्थ्यो, उहाँ काठमाडौँ, फुपू हिँडडुल गर्न सक्नुहुन्थेन, उहाँ अब चितवन आउन सक्ने अवस्था हुन्थेन। अनि उहाँमा मेरो बुवालाई चाहिँ ल अब भने दिदीलाई चाहिँ भेट्न जान पाइन्छ भन्ने उहाँ असाध्यै खुसी र उत्साह उहाँलाई आउँथ्यो। अनि हाम्रो आमालाई पनि एकदम खुसी लाग्थ्यो। त्यसपछि उहाँ जानुहुन्थ्यो, काठमाडौँ जानुहुन्थ्यो। अनि काठमाडौँ गएर अनि आउँदाखेरि फेरि त्यही क्रम दोहोरिन्थ्यो। फुपूले हामीलाई चाहिँ कपडाहरू, खानेकुराहरू पठाइदिनुहुन्थ्यो। हामी अत्यन्त खुसी हुन्थ्यौँ। र विशेष गरेर अब आमासँग पनि त्यस्तै जोडिएका कुराहरू छन्। आमा आत्तिनुहुन्थ्यो। अब बुवाको र आमाको एउटा एज पनि ग्याप, अनि त्यसपछि बच्चा सानै, अनि त्यसपछि हुँदाखेरि पनि उहाँले त नाति बिस्तारै तेरो तिमीहरूको राम्रो हुन्छ, नाति छोराहरू लाइनका छन् भनेर सम्झाउनुहुन्थ्यो, ढाडस दिने कामहरू गर्नुहुन्थ्यो। र बुवा अलि भोजा स्वभावको हुनुहुन्थ्यो, अनि उहाँले सम्झाएपछि चाहिँ सम्झिने खालको हुनुहुन्थ्यो। मलाई आज लाग्छ उहाँ यतिखेर हुनुभएको भए कति रमाइलो हुन्थ्यो होला जस्तो लाग्छ। अब उहाँ हुनुहुन्न, अहिले बुवा पनि हुनुहुन्न, आमा पनि हुनुहुन्न, फुपू पनि हुनुहुन्न, तर पनि उहाँहरूसँग चाहिँ विगतमा बिताएका रमाइला पलहरू मेरो मानसपटलमा सधैँ ताजा छ। सधैँ उहाँहरूको प्रेरणाले अघि बढ्ने चाहिँ हामीले चाहिँ एउटा चाहिँ पाइरहेका छौँ भन्नु पऱ्यो, उहाँबाट आशीर्वाद पाइरहेका छौँ भनेर भन्नु पऱ्यो। र आज अझ विशेष गरेर यो बेलामा मेरो भान्दै उत्तम प्रसाद पन्तले आफ्नो आमाको कन्तुरको कथा भनेर प्रकाशित गर्न लागिरहनु भएको छ। उहाँको कथा, मेरो फुपूको कथा प्रकाशन हुँदैछ। उहाँ स्वर्गमा वास भए तापनि उहाँलाई अब त्यो कन्तुरको कथामा भेटिनेछ भन्ने जुन मैले जानकारी पाएँ, मलाई असाध्यै खुसी लागेको छ। त्यही नै उहाँलाई भेट्नेछु। मैले अगाडि भने कन्तुरबाट उहाँले पैसा निकालेर दिनुहुन्थ्यो मलाई। त्यो पैसा दिएर यो पैसा पढ्नमा लगा, अहिले जहाँ काम गरिरहेस् त्यसले तेरो जीवनयापन हुँदैन, गुजारा टर्दैन, राम्रो ठाउँमा जागिर खानुपर्छ, जागिर खानको लागि जाँच दिनुपर्छ, त्यहाँ तैँले यो पैसा प्रयोग गर भनेर भन्नुहुन्थ्यो। र त्यो पैसा निकालेर दिनुहुन्थ्यो। सुरुमा त मलाई रमाइलो लाग्थ्यो उहाँले त्यो दिनुभएको पैसा, कन्तुरबाट झिकेर दिनुभएको पैसा पाउँदाखेरि त रमाइलो लाग्थ्यो, ल पैसा पाइयो भन्ने। तर पछि अलिकति उमेर बढ्दै गएपछि चाहिँ अप्ठ्यारो लाग्न थाल्यो। अनि त्यो हुँदाखेरि चाहिँ उहाँले के भन्नुहुन्थ्यो भने तँलाई गाह्रो छ, अहिले तैँले कमा छैनस्, ला यो लि, चाहिने ठाउँमा खर्च गर, पछि कमिस् भन्ने देलास् भनेर भन्नुहुन्थ्यो उहाँले। अझ रमाइलो कुरा के छ भने उहाँले पैसा दिइसक्नु भएपछि अर्कोचोटि आउँदा चाहिँ त्यो पैसा तैँले कहाँ खर्च गरिस् भनेर सोध्नुहुन्थ्यो उहाँले। अनि मैले भन्थेँ यो काममा खर्च गरेँ फुपू भनेर। उहाँले राम्रो कपडा ला, किताबहरू किन, पढ, हैन, अब यस्तै खालको कुराहरू तेरो चाहिँ अब राम्रो देखियो भने अरूले पनि तँलाई चाहिँ यहाँ चाहिँ राम्रो मान्छन् भनेर भन्नुहुन्थ्यो। मैले पनि त्यही नै कुराहरू गर्थेँ। उहाँ विशेष गरेर एक असाध्यै सतर्क चाहिँ के कुरा गर्नुहुन्थ्यो भने त यो चाहिँ केही लागु पदार्थहरू खान्छस् कि तैँले, एक्लै बसेको छस्, नचाहिँदो सङ्गत पो गर्छस् कि, हुँदो नहुँदो साथीभाइहरू पो बनाउँछस् कि, चिन्ता गर्नुहुन्थ्यो एकदमै। अनि सायद त्यही चिन्ताले होला उहाँले मलाई चाहिँ यो पैसा केमा खर्च गरिस् भनेर सोध्नुहुन्थ्यो होला। अनि मैले चाहिँ लगभग मैले बुझ्थेँ पनि त्यो कुराहरू, उहाँको चिन्ता केमा उहाँको चिन्ता छ भनेर। अनि मैले त्यो भन्थेँ पनि। अनि त्यो यो निश्चिन्त भएपछि उहाँ ढुक्क पनि हुनुहुन्थ्यो। होइन, तिमीहरूको चाहिँ दाजुभाइहरूमा कसैले पनि यस्तो खालको नचाहिँदो काम गरे छैनस्, तैँले पनि गर्दैनस् भन्ने मलाई विश्वास छ भनेर भन्नुहुन्थ्यो। मलाई खुसी लाग्थ्यो एकदमै। अनि पछि अर्को कुरा चाहिँ के पनि भयो भने पछि म आफैलाई पनि अप्ठ्यारो लाग्यो फुपूले दिन थालेको पैसा दिनुहुन्छ भनेर भनेपछि। अनि पछि जागिर खाइसकेपछि पनि म जान्थेँ त्यहाँ। जस्तो मैले अघि पनि भने मेरो जागिर भइसकेपछि अनि काठमाडौँ त अफिसको कामले जानुपर्ने, अनि गएपछि म त्यहीँ बस्थेँ। अनि बुवाले पनि खुसी हुन्थ्यो, ल गएर जाँदाखेरि दिदी कहीँ बस्छ भनेपछि आफ्नो कुराहरू पनि भन्नुहुन्थ्यो। अनि म त्यहाँ गएपछि अनि फेरि अनि अघिल्लो भेटदेखि अहिलेसम्म के भयो संक्षिप्तमा भन्थेँ मैले फुपूलाई। भनिसकेपछि अन्तिममा जाने बेलामा उहाँले त्यही कन्तुरबाट भाइलाई, मेरो बहिनीलाई,
मेरो बुवालाई त्यहाँबाट झिकेर पैसा दिनुहुन्थ्यो। मैले चाहिँ यहाँ चाहिँ फुपूले चाहिँ सोच्थेँ फुपूको अब त पेन्सनहरू आउँथ्यो यताउता हुन्थ्यो अनि त्यसपछि फुपूले दिइरहनु भएको छ भन्ने सानोमा चाहिँ सोच्थेँ। अनि पछि त फुपूलाई पनि अरू थुप्रै ठाउँमा खर्च गर्नुपर्छ होला भन्ने जस्तो लाग्थ्यो। तर उहाँले चाहिँ गएपछि कन्तुरबाट झिकेर दिएपछि चाहिँ अनि भाइले लैजा भनेर भनेपछि लिउँ अप्ठ्यारो रहेछ, हुन्न भनौँ भने आफ्नो भाइलाई दिएको पैसा कसरी नलैजाऊँ, त्यस्तो खालको चाहिँ दोधारमा पर्थेँ। अनि त्यही कुरा मैले पछि बुवालाई भन्दाखेरि बुवाले चाहिँ अब त्यो चिन्ता नगर, त्यो अब हाम्रो आमा सर हो, दिदी मात्र होइन भनेर भन्नुहुन्थ्यो। मेरो फुपूको स्वभावको बारेमा भन्नुपर्दाखेरि उहाँ असाध्यै दया भाव प्रकट गर्नुहुन्थ्यो मतिर, हामीलाई चाहिँ, तर असाध्यै कडा पनि हुनुहुन्थ्यो, अति गाली पनि गर्नुहुन्थ्यो। के कुरामा मेरो कमजोरी छ भन्ने खालको कुराहरू पनि भन्नुहुन्थ्यो। जस्तो अब त सुरुमा म आफ्नो चाहिँ पहिरनमा खासै ध्यान दिन्थिनँ, अनि त्यसपछि नियमित मेरो चाहिँ एउटा रुटिन हुन्थेन पढ्ने कुरादेखि लिएर सबै कुरामा। अब यस्तो खालको गरेर हुँदैन, अलि अब आफैले सुधार्नुपर्छ भन्ने खालको कुराहरू गर्नुहुन्थ्यो।